आज चाहिँ हामी मोमो र 2 PM खाना लाग्छौँ। हेरिदिनु होला। अब हामी सुरु गर्छौँ है। मोमोबाटै सुरु गरौँ है। मोमो फर्स्ट बाइट। मिठो भयो है तर चिसो भयो क्या चाउ खाऊँ न Cheers. यो सबै चाहिँ हाम्रो फुपाजीले पकाएर हामीलाई दिनुभएको खाए ल सेलाएको है मी त कस्तो कपाल नै उमा पर्छ सानोले टिसु दिनुपर्ने हो क्या टिसु ठुलो भयो म त मोमो खान्छु के हो चेप्न आयो क्या मलाई मेरो कचौरा बोल खान्छ बोलेर खायो भने भिडियो खाने बेला बोल्नु हुँदैन क्या भगवानले साह्रो छैन गाइছো कस्तो मान्छे भगवानले साह्रो छ अरे हामी चाहिँ अगाएनौँ भने अझै मोमो थप्छौँ है अझै मोमो पाक्दैछ यो चाहिँ एक प्लेट त्यसै खाएको त्यो लास्टै मिठो भयो है पिरो पिरो भएर चिसोले त चौचो पिरो हो क्या जन्टी खायो भने चिसो हुन्छ क्या चिसोले जिब्रो सबै प्यारान्डा गरे जोले मोमो कस्तो भयो खसे 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 हातमै अचार छु यो नाच्नु न हाम्रो क्यामेराम्यान दाजुलाई पनि खानु मन लाग्यो करेन्ट खानै मन लागेन कम्बो बनाएर खाऊँ न मलाई चौधो त्यति मन पर्दैन कि कम गर्न खा त कस्तो अगाएको जस्तो भयो चौधोले त मोमोले त अगाएको छैन यस्तो मुख मार्छ मिठो छ तर हामी धेरै जङ्क फुड खाँदैनौँ है खाँदैनौँ हामी चाहिँ हाम्रो घरमा चाहिँ कहिले जङ्क फुड पाउँदैन है गाइजो त्यो के भन्छ मलाई एउटा डाइलेक्ट भन्न आएन
हामी चटपटे पनि खाइँदैन पानीपुरी पनि त्यति ए खाइँदैन मात्रै हाल्छ है गाई अनि म त्यति खान्छु मोटो मोटो खाएन भने त कहाँ बाँच्छ त नि म तपाईँ चाहिँ खान्छ म चाहिँ खाँदिनँ मोमो अलिक सेलेट कस्तो भएछ टेस्टै तातो तातो मिठो हुन्छ क्या मोमो तर ठिकै छ मोमो बिना बाँच्न सक्दिनँ मलाई त पुग्यो अरू त पुग्यो मोमो त पुगेको छैन खाने हो दुइटा त चौधो पनि पुग्यो मलाई त फर्स्टमा त्यो हेर्दा मात्रै यो पनि खाम त्यो पनि खाम 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 जस्तो हुन्छ नि त अनि साँच्चीको गाई अब मोमो थप्दैन कि साँच्ची भने पुगेर आयो चौचोले गरेर सबै खाइसक्छ जस्तो हुन्छ नि त खाने खानु चाहिँ पुग्छ चौचोले मलाई अलिक खानु मन नलाग्यो जस्तो भयो मोमो चाहिँ पिरो खानु त धेरै पिरो होइन कि सेलाएर दिनकै खाएको जस्तो होइन भगवान् लास्ट तर मोमो चाहिँ लास्ट टाइम दुख्यो है गरेर त सबै रह्यो हाम्रो म डिउ खाँदिनँ अरू बेला चाहिँ त्यसै भिडियो बनाउनुको लागि मात्रै खाएको पिरो भयो मलाई त ए कता तर म पहिला भन्दा पिरो खाँदिनँ नि मलाई त योभन्दा चाहिँ हामी धेरै खान सक्दैनौँ हामी अघि भनेको थियौँ यो पाराले हामी मुखबाङ बन्दैन जस्तो लाग्यो मलाई चाहिँ 10वटा मोमो र 3टा चाउमिन 2जना खान सक्दैन नसकेपछि त मुखबाङ गरेर बज्छ जस्तो मलाई लाग्यो नि किनभने त्यहाँ त सुँगुरको मासु छ खानुपर्छ नि त होइन अनि खान सक्दैन सुँगुरको मासु झन् म खाँदिनँ बाई गाइस आजलाई यति नै बाई बाई